हामीले कहिले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ? यदि कसैसँग दम र हिम्मत छ भने संसदको रोस्टममा हेरियोस् माननीय सभामुखज्यू, संसदको रेकर्डमा हेरियोस्। हामीले कहिल्यै पनि जथाभावी सडक पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भ्रात्मक अल्गोरिदम फैलाएर मान्छेको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस् माननीय सभामुखज्यू। हामीले त यति मात्र भनेका हौँ, प्रहरीको रुखो अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिकको आत्महत्या गर्न बाध्य नहोस्। कानुन सबका लागि बराबर होस् माननीय सभामुखज्यू। ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारबाही किन हुँदैन माननीय सभामुखज्यू? न्याय सबका लागि बराबर हुनुपर्छ। विधि 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 विधिभन्दा अर्को चिज छैन माननीय सभामुखज्यू। हामीले कानुन हटाऊ भनेका होइनौँ, कानुन सबैका लागि समान रूपमा लागू गर भनेका हौँ। अब गणेश नेपालीको विषयमा पनि केही कुरा स्पष्ट राख्न चाहन्छु माननीय सभामुखज्यू। हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो, एम्बुलेन्समा किन लगिएन भनेर प्रश्न गरेका हौँ। नेपालको कुनै पनि डाक्टरलाई सोध्नुहोस्, जलन भएको मान्छेलाई अपराधी जसरी हिँड्यो भने 75% मान्छे 100% मर्ने चान्स हुन्छ। आज त्यो व्यवस्था गरियोस् माननीय सभामुखज्यू। र गम्भीर जलनका बिरामीलाई वीर अस्पतालमा उपचार गराउने हो कि किर्तिपुरको जलन अस्पतालमा आओस् माननीय सभामुखज्यू? यो नेपालीहरूलाई सबैलाई नेपालीहरूलाई तपाईँको लाटा छन् भनेर अल्गोरिदम नफैलाउनुहोस्। किर्तिपुरको अस्पतालमा गर्ने हो, वीर अस्पतालमा होइन माननीय सभामुखज्यू। समयमै उचित उपचार उपलब्ध गराइएको थियो या थिएन? भारतमा उपचार गर्दा बचाउन सकिने भए सम्भावना यदि थियो भने यदि ऊ बिरामीलाई चाहिँ भारत किन लगिएन? यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात विमानस्थलमा नाटक मञ्चन किन गरियोस् माननीय सभामुखज्यू? यो प्रश्नको जवाब राज्यले दिनुपर्छ। यसको उत्तर हामी खोज्छौँ माननीय सभामुखज्यू। संसार नै मेरा विरुद्धमा लागोस्, तर म सत्य बोल्न छोड्दिनँ। जति साइबर बुलिङ गर्नु छ गर, सक्छौ अझै गर। भौतिक आक्रमण पनि सहेर आएको छ माननीय सभामुखज्यू, लडेर आएको, मजाक गरेर आएको होइन माननीय सभामुखज्यू। जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवनभन्दा ठुलो तिमीहरूको